त्यो चामल उत्पादन गर्ने विचारभन्दा ठुलो विचार हुन्छ भनेको अरू। तपाईँले भात खानुभयो भनेको खानुभयो? त्यो चामल कहाँ उत्पादन भएको थियो पत्ता लगाउनु भयो है? त्यो चामल चाहिँ हाम्रै देशमा उत्पादन गर्नुपर्छ भन्ने विचारभन्दा ठुलो विचारहरू केही पनि हुँदैन। सबै आउँछन् सबै। अब यता सुन्नु न, त्यो एक दुईजनाको नाम नलिनु न तपाईँले, सबै भनेपछि सकिगयो त। आम नेपाली एक ठाउँमा आउनुपर्छ। रविजी आउनुहुन्छ? फेरि तपाईँले एक दुईजनाको नाम नलिनु न भन्छु। हामी हो अब यो नयाँ शक्तिको हामी हो। तपाईँले फेरि हँसाउनु भयो कि सबै मान्छे आउनु नेपाली हो कि होइन? तपाईँको मुखबाट सुनौँ न। उहाँ नेपाली नै हो। नेपाली हो भने उहाँहरूको पनि के अरे अथाह सम्मान रहन्छ यो अभियानमा। किनभने यो अभियान भनेको चाहिँ फरक कुन अर्थमा छ भने नि, हामी इलेक्सन लड्नका लागि कुर्सी प्राप्त गर्नका लागि मात्रै पार्टी खोल्दै छैनौँ। यो भनेको चाहिँ आमूल परिवर्तन गर्नु छ होइन? हाम्रो आनी बानीमै हामी परिवर्तन गर्छौँ। तपाईँको मनमा के खेल्यो त्यो बाटो बिग्रेको टिक्दा? श्रमको महाअभियान चलाएर ट्याक्क बनाउनु पाएँ होइन? अब यहाँ चाहिँ के छ, त्यो बाटो बनाउनुलाई कुन देशले मलाई ऋण दिन्छ, एडिबीले पो दिन्छ कि वर्ल्ड ब्याङ्कले पो दिन्छ कि भनेर यहाँनिर अब क्यालकुलेसन गर्दैछ होइन? म आफै बनाउँछु, पाखुरामा दम मेरो छ भन्ने खालको त विचारै छैन। अर्कै पर्थ्यो यति बुझ्नु न। अब कति मलाई सबै कुरा डिटेलमा जानु त अर्कै पर्थ्यो क्या। अर्को पर्थ्यो, अर्को भयो होइन? के हुनुपर्छ? जेनजीलाई हाम्रो अगाडि दुईवटा कुरा पाल्नुपर्ने जिम्मेवारी छ। एउटा पेट, अर्को देश है। तर नेपालीहरू प्रायः के भयो भने पेट मात्रै पाल्न चाहने भयो क्या। पेटको लागि मात्रै चिन्तन गर्ने मान्छे, चिन्तित हुने मान्छेले देश बेचेर पेट पाल्नतिर लाग्ने मान्छेहरूले गर्दाखेरि देश चाहिँ अलिकति यो खालको अवस्थामा आएको छ। व्यवहारले गर्छ त छैन त्यस्तो। म तपाईँलाई साह्रो मन पराउँछु भनेर उ त्यहाँको लगेर गेटमा कुटेँ भने के हुन्छ भन्नु त भने नि मैले होइन? अनि त्यहाँ बेटमा लगेर राम धुलाई दिने, अनि पर गएर फेरि विलचेयर किनिदिएर फेरि मैले राजनीति तपाईँमाथि गरेँ भने के हुन्छ? गलत छ होइन? गलत छ त्यो कुरा। सुन्नु न, त्यस्तो कुरा यस्तो छ। अब उहाँले जेनजीलाई उक्साउनु भयो, आन्दोलन भयो, हेर्न आउनु भएन होइन? जेनजीले बोलाउँदा पनि आउनु भएन। उहाँको इसारामा सरकार गठन भयो, यो गठन भएको सरकारले काम गरेन। त्यो कुराहरू छ। अर्का साम्पाङ यति बेला मन्त्री अथवा प्रधानमन्त्री बनाए भए यो सिंहदरबार र संसद भवनमा सारा मान्छेलाई श्रमदान बनाउनु बोलाउँथ्यो। आज सबैजना मान्छे चाहिँ बिजी हुन्थे, तर त्यो दिशामा भएन भने तपाईँ ठ्याक्कै के गर्नुहुन्थ्यो भन्नु? मनको कुरा भन्नुभयो तपाईँले, मनको कुरा भन्नुभयो। त्यो बेला म पुनर्निर्माणमा मान्छेलाई यस्तो लान्छु कि तपाईँ पनि मसँग धेरै सङ्गत नगर्नु, तपाईँलाई म ढुङ्गा बोक्ने बनाउँछु। निर्वाचन आयोगमा आउनुको कारण चाहिँ अब निर्वाचनहरूमा हामी भाग त लिन्छौँ, स्वतन्त्र भएर पनि लिएको हो हामीले होइन? त्यसले गर्दाखेरि पनि आवश्यक पर्यो। र योभन्दा पनि ठुलो कुरो चाहिँ अब हामीले यो मुलुकलाई उत्पादन र निर्माणमा चाहिँ देखिने गरी लानुपर्छ क्या। त्यसको लागि मैले धरानमा मात्रै बसेर होइन, केही सीमित मान्छेहरूसँग मात्रै श्रम गरेर है देश बनाउने भन्ने अभियानमा पसिना बगाएर मैले त्यहाँ थोरै एरियामा मात्रै गरेर हुँदैन। नम्बर एकमै हाम्रो त्यो हामी राष्ट्रपतिमा जान्छौँ, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जान्छौँ। किनभने कतिपय कुरा राष्ट्रपतिले रोकिदिएको कुराहरू देखियो कि त्यसरी हुँदैन। कसले भन्यो निरङ्कुशता कसरी जन्मिन्छ? अन्तरिम संविधान जारी गरेर गर्नुपर्थ्यो, गजङगजुङ सबै कुरा मिलाउनु पर्थ्यो। तर त्यतिखेर क्या त्यो के अरे फलाम तातिएको बेला होइन, त्यो रेड भएको बेला हिर्काएर सेप निकाल्नुपर्छ नि। अब चिसो भइसक्यो, निस्किँदैन। अब त हिर्काउने घन चाहिँ उल्टो कस्तो लजाएको। देश बनाउने कुरामा लजाएर हुन्छ पत्रकार? खड्याङ खड्याङ भन्नु न, खड्याङ 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 है। 1 करोडवटा बेलचा खड्याङ खड्याङ चलाउँदा चीनको बेजिङबाट सुनिन्छ। अनि के गर्दैछ तिनीहरूले भनेर सेटेलाइटबाट हेरोस् न। हेर्दा त राम 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 र लो अब नेपालीहरूसँग सकिँदैन रहेछ भन्नुहोस् न। श्रमसँग जोड्छौँ नेपालीलाई, श्रमको माध्यमबाट माटोसँग जोड्छौँ। माटो नछुने मान्छे सदस्य बन्दैन हाम्रो पार्टीमा। म यहाँ जति पनि हुनुहुन्छ नि उहाँहरूलाई म तपाईँको तुरुरु पसिना चुन्ने गरी भारी बोकाउँछु। यो देश निर्माणको लागि मेरो होइन, मेरो भारी होइन, कोही कसैको घरको खेताला होइन, यो तर देशको खेताला हो। हामी सबैजना सिंहदरबार जलाउनु खोज्दाखेरि, जलाउनुभन्दा अगाडि कसैले जला भन्दाखेरि होइन यो त मेरो देशको शिर हो यार भनेर सोचोस् न। त्यस्तो युवा बनाउनु पर्छ क्या हामीले। जलाइदे भत्काइदे भाइ डाङडारा डुङडुङ गुड भन्ने खालको हामी बनाउँदैनौँ। साम्पाङसँग विचार छैन, खालि काम गर्ने, श्रम संस्कृति गर्ने भन्छन् मान्छेहरू। त्यस्तो रहेछ।
उहाँहरूसँग चाहिँ के विचार छ अरे त विचार चाहिन्छ नि त उहाँहरूसँग चाहिँ के विचार छ अरे त गफ गर्नेलाई विचार भन्दो रहेछ कोहीले भन्नुहुन्छ समाजवाद भन्नुहुन्छ कोहीले भन्नुहुन्छ साम्यवाद भन्नुहुन्छ नौलोचनवाद भन्नुहुन्छ भयो छोडिदिनु तपाईहरुको कुन वाद हो अर्कवाद यो देशमा प्रचण्ड पद फेल भयो अर्कवाद सफल हुन्छ भइसक्यो अर्कवाद हो हाम्रो चाहिँ अर्कवाद भनेको ढुङ्गाको आफ्नो देशको ढुङ्गा आफ्नो देशको माटोको कहानी आफ्नो देशको ढुङ्गा बोक्ने आफ्नो देशको माटोमा पसिना बगाउने देश बनाउने देश स्वाधीन बनाउने विचार चाहिन्छ नि त त्यही हो विचार भन्दैछु त त्यही दृष्टिकोण हो भन्दैछु त त्यही हो त दृष्टिकोण भन्दैछु त हाम्रो देशको आफ्नै ढुङ्गा बोक्ने आफ्नै देशको माटोमा पसिना बगाउने होइन आफ्नै देशको माटोमा उत्पादन गर्ने आफ्नै देश निर्माण गर्ने है यही हो विचार योभन्दा ठुलो विचारहरू छैन अरू कुनै छ त्यसो अहिलेको आवश्यकता श्रम त्यही हो श्रम मुख्य आवश्यकता अहिलेको हो श्रम बिना त तपाईँको अहिले भर्खर तपाईँले भात खानुभयो भात त खाइयो खानुभयो नि त्यो चामल त्यो सुन्नु न पार्टीको लागि त त्यो चामल भन्दैछु त मैले त्यो चामल उत्पादन गर्ने विचारभन्दा ठुलो विचार हुन्छ भनेको अरू तपाईँले भात खानुभयो भनेको खानुभयो त्यो चामल कहाँ उत्पादन भएको थियो पत्ता लाउनु भयो है त्यो चामल चाहिँ हाम्रै देशमा उत्पादन गर्नुपर्छ भन्ने विचारभन्दा ठुलो विचारहरू केही पनि हुँदैन पार्टीहरू थुप्रै पार्टीहरू छन् होइन गफ गर्ने टिम मात्रै हो अरू भन्दाखेरि डिफरेन्स के मानेमा छ भनेर गफ गर्ने टिम मात्रै हो अरू गफ गर्ने टिम मात्रै हो हामी उत्पादन र निर्माणमा अहिले पनि काम गरिरहेछौँ अब त झन् सङ्गठित होइन मेची महाकाली हामी भइसकेपछि झन् धेरै काम गर्छौँ कसले साथ दिन्छन् मेरो साथ तपाईँले सबैले साथ दिनुपर्छ नयाँ शक्तिहरू नयाँ आएका नयाँ स्वतन्त्र भनिनेहरू सबै हाम्रो उसमा आउँछ सबै हाम्रोमा आउँछ पछि आउँछ को आउँछन् सबै आउँछन् बालेनजी आउनुहुन्छ सबै अब यता सुन्नु न त्यो एक दुईजनाको नाम नलिनु न तपाईँले सबै भनेपछि सकिगयो त आम नेपाली एक ठाउँमा आउनुपर्छ रविजी आउनुहुन्छ फेरि तपाईँले एक दुईजनाको नाम नलिनु न भन्छु अहिले त उहाँ हामी हो अब यो नयाँ शक्तिको हामी हो तपाईँले फेरि हँसाउनु भयो कि सबै मान्छे आउनुहुन्छ भनिसकेपछि एक दुईजनाको नाम किन लिइराख्नु त्यो चिज हो त्यसले गर्दाखेरि होइन उहाँले भने होइन तपाईँले चाहिँ भन्नुभएको हो त्यो अहिले के भन्छ यसले भनेर उहाँहरूको मनमा अथाह रेस्पेक्ट छ तपाईँको प्रति हो तपाईँको मनमा चाहिँ म प्रति हाम्रो विचारप्रति हाम्रो सङ्गठनप्रति हाम्रो अभियानप्रति तपाईँको मनमा चाहिँ के छ उहाँहरूप्रति नेपाली हो उहाँहरू नेपाली हो भने क्या मैले तपाईँलाई सोध्दैछु नेपाली हो कि होइन तपाईँको मुखबाट सुनौँ न उहाँ नेपाली नै हो नेपाली हो भने उहाँहरूको पनि के अरे अथाह सम्मान रहन्छ यो अभियानमा किनभने यो अभियान भनेको चाहिँ फरक कुन अर्थमा छ भने नि हामी इलेक्सन लड्नका लागि कुर्सी प्राप्त गर्नका लागि मात्रै पार्टी खोल्दै छैनौँ यो भनेको चाहिँ आमूल परिवर्तन गर्नु छ होइन हाम्रो आनी बानीमै हामी परिवर्तन गर्छौँ आज सम्भव किन छैन सबै कुरा सम्भव छ आनी बानीमै चेन्ज ल्याउँछौँ क्या हामी होइन है भोलि तपाईँ पनि हाम्रो श्रम संस्कृतिको प्रभावले होइन यस्तो बन्नुहुन्छ कि पत्रकारिता मैले 8 घन्टा गर्छु 2 घन्टा चाहिँ ढुङ्गा बोक्नु जान्छु यार भन्ने हुन्छ अलिक हाँस्नु नै त्यो ढुङ्गा चाहिँ फेरि अरूको लागि बोक्ने होइन देशको लागि क्या है अहिले हिजो आएको बाटो पुरै बिग्रेको रहेछ है 300 आई मिन लाइक 300 भन्दै रहेछु त्यस्तै 300 त धेरै नै भइहाल्यो लगभग 50 किलोमिटरभन्दा बढीमा चाहिँ बाटो बिग्रेको छ है तपाईँको मनमा के खेल्यो त्यो बाटो बिग्रेको टिक्टा श्रमको महाअभियान चलाएर ट्याक्क बनाउनु पाएँ होइन अब यहाँ चाहिँ के छ त्यो बाटो बनाउनुलाई कुन देशले मलाई ऋण दिन्छ एडिबीले पो दिन्छ कि वर्ल्ड ब्याङ्कले पो दिन्छ कि भनेर यहाँनिर अब क्यालकुलेसन गर्दैछ होइन म आफै बनाउँछु पाखुरामा दम मेरो छ भन्ने खालको त विचारै छैन त्यसले गर्दाखेरि अहिलेसम्म जुन आएको छ नि दलहरू उहाँहरूको केही विचार छँदै नै छैन भुत्ला विचार छैन उहाँहरूको भिजन भनेको त विदेशबाट ऋण दिने विदेशले अनुदान दिन्छ र कर्मचारीले तलब पाउँछु भन्छ अनि के भन्नु त्यो विचारै होइन त्यसले गर्दा अब चुम्बकीय शक्तिले तानेको जस्तो अब हर्क साम्पाङको श्रमवादले तान्छ सबैजनालाई
सबैजनालाई लाइन लागेर काम गर्नुपर्छ। मेरो साहब अघिल्लो महिना यहाँ काठमाडौँमा आउँदा तपाईँ प्रधानमन्त्री बन्छु भनेर आउनु भएको थियो, अहिले पार्टी खोल्नको लागि आउनुभयो, प्रधानमन्त्री यो देशले पाइसकेको छ होइन? कसरी हेर्नुभयो यो सरकारको कार्यशैली, कसरी हेर्नुभयो? महिना दिन बितेको कार्यशैली कस्तो छ? सन्तोषजनक छैन, मैले मात्रै होइन सबैले भनिराखेको। के हुनु पर्थ्यो? हुनु त अर्कै पर्थ्यो, अब भएन। के हुनु पर्थ्यो भन्ने? अर्कै पर्थ्यो भएन। अर्कै भनेको कस्तो? अर्कै पर्थ्यो, यति बुझ्नु न। अब कति मलाई सबै कुरा डिटेलमा जानु त अर्कै पर्थ्यो क्या, अर्को पर्थ्यो, अर्को भयो होइन। के हुनु पर्छ? जेनजीलाई आलु चाहिएको थियो, समोसा खानु मन परेको थियो, सरकारले पिँडालु दियो, पिँडालुको समोसा बन्दैन। त्यो भनेको अलिक मूर्त कुरा बुझ्नु हो नि। जेनजीलाई चाहिँ समोसा खानु मन परेको थियो कि जेनजीले चाहिँ एक बोरा आलु मागेको थियो, सरकारले पिँडालु ल्याइदियो, पिँडालुको समोसा बन्दैन। त्यसो भए यो सरकारको कार्यशैली त्यति राम्रो देख्नु भएको छैन, सन्तोषजनक। त्यति मात्रै भनौँ, अब अरू धेरै टिका टिप्पणी के गरिराख्नु, कति गर्ने? मेरो साहबको सोसल मिडियाहरू हेर्दाखेरि यो देशमा कोही पनि नेपालीहरू रहेनछ, नेपालको आफ्नो सत्ताबाट कोही पनि चलेको रहन्छ, सबैजना विदेशबाट सञ्चालित रहेछ। त्यो चाहिँ मूर्त रूप बनाइदिनु, को चाहिँ नेपाली हो, को विदेशी हो? यस्तो छ, जसले चाहिँ यो भूमिको माया गर्दैन होइन, यो माटोलाई बेच्न चाहन्छ, व्यापार गर्न चाहन्छ, आफ्नो पेटको लागि मात्रै सोच्छ, जसले देशको लागि सोच्दैन होइन। हाम्रो अगाडि दुईवटा कुरा पाल्नुपर्ने जिम्मेवारी छ, एउटा पेट, अर्को देश है। तर नेपालीहरू प्रायः के भयो भने पेट मात्रै पाल्न चाहने भयो क्या, पेटको लागि मात्रै चिन्तन गर्ने मान्छे, चिन्तित हुने मान्छेले देश बेचेर पेट पाल्नतिर लाग्ने मान्छेहरूले गर्दाखेरि देश चाहिँ अलिकति यो खालको अवस्थामा आएको छ। त्यसो भएको कारणले गर्दाखेरि अब हामीले बुझ्नुपर्ने कुरा धेरै छ। मेरो साहब एउटा एकजना नेपालीको देशभक्तिपूर्ण भावनामाथि यति धेरै क्वेसन उठाएर थप देशलाई, देशको एउटा सार्वभौमसत्तालाई थप कमजोर बनाएको जस्तो लाग्दैन तपाईँले? लाग्छ। तपाईँ आफैले कमजोर बनाउनु हो भन्ने लाग्दैन? कसरी? बालेनजीलाई तपाईँले विदेशको एजेन्ट बारम्बार बालेनजीको के कुरा गरिराख्नु, उहाँको के कुरा गरिराख्नु, उहाँलाई सोध्नु न यसरी, उहाँले के भन्नुहुन्छ? उहाँ आफ्नो अभिव्यक्ति दिनुहुन्छ नि, म आफ्नो अभिव्यक्ति दिन्छु। त्यो चिज होइन, तपाईँले उहाँलाई देशभक्तिपूर्ण, उहाँको देशभक्तिमाथि प्रश्न उठाउनु भयो, तपाईँले जवाफ देशभक्ति थियो भनेको क्या? थियो छैन? कहाँ, कहिले देखिनँ मैले? हेर्न चाहन्छु भने त्यो भन्दैमा हुन्छ, व्यवहारले गर्छ त छैन। म पनि तपाईँलाई साह्रो मन पराउँछु भनेर उ त्यहाँको लगेर गेटमा कुटेँ भने के हुन्छ? भन्नु त भने नि मैले होइन। अनि त्यहाँ बेडमा लगेर राम धुलाई दिने, अनि पर गएर फेरि विलचेयर किनिदिएर फेरि मैले राजनीति तपाईँमाथि गरेँ भने के हुन्छ? गलत छ होइन, गलत छ त्यो कुरा। सुन्नु न, त्यस्तो कुरा यस्तो छ। अब उहाँले जेनजीलाई उक्साउनु भयो, आन्दोलन भयो, हेर्न आउनु भएन होइन, जेनजीले बोलाउँदा पनि आउनु भएन, उहाँको इसारामा सरकार गठन भयो, यो गठन भएको सरकारले काम गरेन, त्यो कुराहरू छ नि। तर उहाँ त त्यागी देखिनु भयो नि त। के को त्यागी देखिनु? के को त्यागी देखिनु? के को त्यागी देखिनु भयो? त्यो होइन, उहाँले नै बनाउनु भएको प्रधानमन्त्रीहरू, गृहमन्त्रीहरू होइन र? सबैलाई थाहा छ त। सामाजिक सञ्जालमा के भन्यो भने बालेन त्यस्तो होइन। तपाईँले के बुझ्नुहोस् भने देश जलिराखेको बेला, देश रोइराखेको बेला होइन, बाटोभरि रगतै रगत बगिराखेको बेला यो देश बचाउन आउने कोही एउटा व्यक्ति थियो, नडराइकन भने त्यो हर्क सापाङ थियो क्या। म यो देशको अप्ठ्यारो पर्दाखेरि सबै नेता लुकेको होइन त्यतिखेर छाती खोलेर 500 किलोमिटर गाडी चढेर कर्फ्यूको बेला आउने अरू कोही थियो कोही? भन्नु न तपाईँले। थियो? सुन्नु न, थियो कोही थियो? थिएन नि होइन। त्यसले के लोभ भन्ने हो? त्यो भनेको चाहिँ देश अप्ठ्यारोमा पर्दाखेरि होइन, तपाईँको जिम्मेवारी लिएर के अरे आफ्नो ज्यान फालेर भनौँ न, ज्यान फालेर हाम फालेर आएको मान्छे होइन म। त्यतिखेर उहाँ चाहिँ किन लुक्नु भएको हो त? सबै लुकेको थियो त, डर लुक्नु नै भएको थियो मेरो साहब। डरले लुक्या होइन र भने क्या, बा मलाई त के पो हुने हो कि कसो हुने हो भनेर त्यो गरेर लुक्नु भएको होइन सबैजना। पछिबाट अहिले अब सबैजना आउनु भएको छ।
तपाईलाई चाहिँ के लाग्छ उहाँ त्यति गरेर म अगाडि बढ्छु भनेर आउँदाखेरि पनि तपाईले किन पाउनु भएन हुन त जस्टिफाई यस्तो छ यो देश त्यो त विदेशीले बनाउँदो रहेछ यस्तो छ कि साच्चै त्यही हो मेरो साथ अब यस्तो छ हो यो सबै कुराको कुरा अहिले नगरौँ होइन के छ भने अब यो देश तपाईँले देखे जस्तो सजिलो तरिकाले चलेको छैन होइन यो देश तपाईँले देखे जस्तो सजिलो तरिकाले चलेको छैन यसमा हिडन क्यारेक्टरहरू छन् अरू मान्छेकै इसारामा चल्छ देश चलिरहेछ त्यसले गर्दा त्यो स्वाधीनता बचाउनका लागि अब हामी सङ्गठन निर्माण गर्दैछौँ तपाईँ भुक्तभोगी हुनुभयो दूतावास नगएसम्म मन्त्री पाइँदो रहेछ साँच्चै त्यो हो त्यही हो यहाँ अरूलाई नढोगिकन मैले कतिचोटि बताउने बताइसकेको छु त अरूलाई नढोगिकन हुँदैन अहिलेको अवस्थामा तपाईँ ढोग्न तयार हुनु भएन छैन म त ढोगेको भए त म भइहाल्थेँ म ढोग्दिनँ तपाईँ ढोग्दिनँ बालेनजीले पनि ढोग्नुभयो भन्ने यथेष्ट प्रमाण त छैन नि त मेरो साथ उहाँले त किन ढोग्नु पर्यो उहाँ मन्त्री बन्न जानुभयो र बनाउने उहाँ त अलरेडी त्यही त उहाँकै सरकार हो भन्दैछु त अहिले उहाँकै सरकार हो उहाँले नै के अरे सुशीला म्यामलाई पनि तपाईँको समर्थन गर्नुभयो उहाँकै गृहमन्त्रीहरू हुनुभयो होइन काम गर्दै होला त नि गर्दै छैन र गर्दैछ कि छैन भनेको तपाईँलाई सोधेको तपाईँले पनि उत्तर दिनु न कति मैले मात्रै दिनु तपाईँले पनि दिनु न नेपाली जनतालाई हो उत्तर गर्दैछ काम आज तपाईँले मेरो तपाईँले सुन्नु न तपाईँलाई सोधेको कि काम गर्दैछ सरकारले गरेको जस्तो त देखिन्छ अलिअलि निर्वाचन गराउँछु भनेको छ हाम्रो म्यान्डेट अलिअलि मात्रै त्यतिले पुग्छ जेनजीको तर्फबाट केही उत्तर पाउन मैले सोधेँ तपाईँलाई त्यतिले पुग्छ होइन त्यतिले पुग्छ भनेको दौडाउनु पर्ने सुन्नु न अहिलेको सरकारले एउटा मध्यावधि चुनाव मात्रै गराउनु पर्ने रहेछ उसको दायित्व त्यति मात्रै रहेछ मुख्य दायित्व हाम्रो त्यही हो भन्दैछ हो त्यो मुख्य के अरे एउटा प्रश्न मध्यावधि चुनाव गर्नका लागि मात्रै त्यत्रो तपाईँको आगजनी र बलिदानी भएको हो त यो देशमा तपाईँलाई के लाग्छ भनेको अब भ्रष्टाचार सुशासन कायमको लागि भ्रष्टाचार अन्त्यको लागि भएको थियो त्यो दिशामा छैन मेरो साहब यो सुशासन दिने तपाईँले भन्नु न छ तपाईँले भन्नु न छ त छ हामी त पत्रकार मेरो साहब पत्रकार सोध्न पर्यो नि त मेरो साहब तपाईँले के देख्नुहुन्छ यो सरकारले सुशासन दिन त्यसतर्फ गएको छैन मुलुक के हुनु पर्थ्यो यो बेला ठ्याक्कै सुशासन कसरी दिन सकिन्थ्यो तपाईँ भएको भए के गर्नुहुन्थ्यो म भइन हुनेलाई सोध्नुपर्छ यो प्रश्न तपाईँ भएको भए के गर्नुहुन्थ्यो म त कहाँ भन्छु त त्यो अहिले द्याट इज माई सिक्रेट क्या एकैचोटि देखाउने होइन के हल्ला चला भने हर्क साम्पाङ यति बेला मन्त्री अथवा प्रधानमन्त्री बनायो भए यो सिंहदरबार र संसद भवनमा सारा मान्छेलाई श्रमदान बनाउनु बोलाउँथ्यो आज सबैजना मान्छे चाहिँ बिजी हुन्थे तर त्यो दिशामा भएन भने तपाईँ ठ्याक्कै के गर्नुहुन्थ्यो भन्नु मनको कुरा भन्नुभयो तपाईँले मनको कुरा भन्नुभयो म पुनर्निर्माणमा मान्छेलाई यस्तो लान्छु कि तपाईँ पनि मसँग धेरै सङ्गत नगर्नु तपाईँलाई म ढुङ्गा बोक्ने बनाउँछु मसँग त्यस्तो छ फेरि है मसँग सङ्गत मात्रै गर्नु कि एक हप्ता तपाईँलाई ढुङ्गा बोकाइन छ भने हर्क साम्पाङै होइन मेरो नाम मसँग त्यो छ क्या तपाईँसँग जो गरिहाल्नुपर्छ देशसँग म जोडिहाल्छु हावामा त्यतिकै फोकटमा घुम्नै दिन्न म कसैलाई पनि हिँड्दै गरेको मान्छेलाई त भाइ एकछिन रोकौँ त्यहाँ त्यो फोहोर टिप्नु सघाउ त भनेर धरानमा म चाहिँ यहाँ काम गराउँछु हिँड्दै गरेको बटुवालाई है खुसी फेरि सघाउनु पनि हुन्छ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा त तपाईँ आउनुभयो यो सरकारले चुनाव गराउने कुरामा पनि शङ्का व्यक्त गरिरहेका छन् केही तपाईँलाई शङ्का यस्तो छ हामी त मैले अघि भने नि म चाहिँ सङ्गठन निर्माण गर्दैछु क्या यो सङ्गठन चाहिँ चुनावकै लागि मात्रै सत्ताको लागि मात्रै नभएर सामाजिक रूपान्तरणको लागि हो म यति धेरै मान्छेले यो देश निर्माणमा श्रम गराउन चाहन्छु होइन मैले लगभग 1 करोड मान्छेले थोरैमा पनि होइन श्रम गर्नुपर्छ यो देशमा है मासमा तपाईँको चाहिँ हामीले श्रमदान गरेर देशलाई छिट्टै उत्पादन र निर्माणमा लानुपर्छ त्यसको लागि आएको हो म त अनि यो यहाँनिर यो निर्वाचन आयोगमा आउनु कारण चाहिँ अब निर्वाचनहरूमा हामी भाग त लिन्छौँ स्वतन्त्र भएर पनि लिएको हो हामीले होइन त्यसले गर्दाखेरि पनि यो आवश्यक पर्यो र योभन्दा पनि ठुलो कुरो चाहिँ अब हामीले यो मुलुकलाई उत्पादन र निर्माणमा चाहिँ देखिने गरी लानुपर्छ क्या त्यसको लागि मैले धरानमा मात्रै बसेर होइन केही सीमित मान्छेहरूसँग मात्रै श्रम गरेर है
देश बनाउने भन्ने अभियानमा पसिना बगाएर मैले त्यहाँ थोरै एरियामा मात्रै गरेर हुँदैन भनेर अहिले पूर्वदेखि पश्चिमसम्मै हामी कुदिरहेछौँ र सबैतिर भइरह पनि राखेको छ। अब यति बेला यो संसदीय राजनीतिले अब काम लागेन, अब प्रत्यक्ष निर्वाचित कार्यकारीतर्फ देश जानुपर्छ भन्ने एक किसिमको बस छेड्या छ। तपाईँको पार्टीको भिजन के हो? तपाईँ राष्ट्रपति प्रत्यक्ष कार्यकारी प्रधानजी के हो? नम्बर एकमै हाम्रो त्यो हामी राष्ट्रपतिमा जान्छौँ, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जान्छौँ। किनभने कतिपय कुरा राष्ट्रपतिले रोकिदिएको कुराहरू देखियो कि तर प्रत्यक्ष निर्वाचित कार्यकारीमा भनेर भन्छन् के? त्यसरी हुँदैन। कसले भन्यो? निरङ्कुश कसरी जन्मिन्छ? त्यो अघिल्लोचोटिको संविधान भन्नेले त भन्छ नि, त्यही छलफल भयो। भन्नेले त भन्छ नि कतिपय कुरा राष्ट्रपतिले रोकिदिन्छ त फेरि माथि गएर होइन। त्यसो भए तपाईँहरूको लाइन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अब त्यसमा हामी जान्छौँ। कसरी गर्ने अब त्यो दिशामा कसरी जाने? अहिले त सम्भव छैन। अहिले त सम्भव छैन। अब इलेक्सनहरू हुन्छ, पब्लिकले हामीलाई तपाईँको छैन यो माटोले रुचायो भने, पब्लिकले रुचायो भने हामी अवश्य पनि त्यो ठाउँमा पुग्छौँ। संसदबाट यो संविधान संशोधन गरेर त्यसतर्फ अस्ति गर्नु पर्थ्यो। त्यो गजाङगुजुङ हुँदाखेरि त्यतिखेर ठ्याक्क टाइम थियो क्या, त्यही भएर त्यतिखेर चाहिँ गर्नुपर्छ भन्ने मेरो पनि आवाज थियो। तर अब गर्नु भएन त के गर्ने। अब अस्ति संसद विघटन गर्नतर्फ नलागेर सांसदहरूलाई संसद बसेर हाम्रो एजेन्डा पारित गरिदेऊ भन्ने मुख्य एजेन्डा हुनुपर्थ्यो। अन्तरिम संविधान जारी गरेर गर्नुपर्थ्यो, गजाङगुजुङ सबै कुरा मिलाउनु पर्थ्यो। तर त्यतिखेर क्या त्यो के अरे फलाम तातिएको बेला होइन, त्यो रेड भएको बेला हिर्काएर सेप निकाल्नुपर्छ नि। अब चिसो भइसक्यो निस्किँदैन। अब त हिर्काउने घन चाहिँ उल्टो डिफर्म हुन्छ, त्यो फलाम हुनेवाला छैन। जातिवादी छ यो बारेमा त कति होइन नि, यो बारेमा त कतिचोटि बोल्नु र म त्यस्तो छैन। कतिचोटि बोल्नु र म होइन त्यस्तो। राष्ट्रिय पार्टी हो यो राष्ट्रिय पार्टी बन्छ, राष्ट्रिय पार्टी बन्छ, सबै जातिको बन्छ, सबै धर्मको बन्छ, सबै वर्गको बन्छ। तर काम गर्ने मान्छेको बन्छ। काम नगर्ने मान्छेलाई हामी जबरजस्ती तानेर लिएर काम गर भन्न सक्दैनौँ होइन, तर कन्भिन्स गर्छौँ। तर मेयर साहब यो पार्टीहरूको दोकान खुल्ने लहर जो चलिरहेछ तपाईँहरूको अभियान हाम्रो भन्दैछु झन्सार फरक हो कि होइन? सुन्नु न, हामी सबै पार्टीहरूलाई पछि गएर श्रम संस्कृतिमा ल्याउँछौँ। आउनुहुन्छ उहाँहरू, यो मिथ्या रहेछ भन्ने लाग्छ उहाँहरूलाई, हामी त्यो फिल गराउँछौँ। मैले बारम्बार भनिरहेको छु, न हामी एमालेलाई शत्रु सम्झन्छौँ, न कङ्ग्रेसलाई सम्झन्छौँ, न राप्रपालाई सम्झन्छौँ, न माओवादीलाई सम्झन्छौँ। सबै हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू सम्झिरहेछौँ हामीले चाहिँ, जो कुनै न कुनै दिन औजार चलाएर यो देशलाई उत्पादन र निर्माणको होइन तपाईँको चाहिँ अभियानमा सघाउनु हुनेछ भन्ने विश्वासका साथ हामी मित्रवत सम्बन्ध राख्छौँ। शत्रुवत सम्बन्ध हाम्रो प्रतिस्पर्धा चाइना र इन्डिया मात्रै हो। चाइना र इन्डिया त्यो पनि होइन झगडा गर्ने, भोलि लडाइँ गर्ने भन्ने कुरामा होइन, विकासमा होइन, छिमेकी मुलुकसँग विकासमा स्वास्थ्य प्रतिस्पर्धा गर्नका लागि एउटा सङ्गठन निर्माण हुँदै गरेको हो। यो त त्यो चिज हो। तपाईँहरूलाई लाग्ला गफ गर्ने, भाषण गर्ने, के को भाषण भोलि हेर्नु न, अहिले नै सुरु भइसकेको छ। यहाँ त यति धेरै तपाईँको छैन होइन, हामी बेलचा चलाउँछौँ कि बेलचा चलाउँदा पनि आउँछ आउनु त 1 करोडवटा बेलचा चल्दा कस्तो सुनिन्छ होला है? खड्याङ खड्याङ भन्नु त एकचोटि, खड्याङ खड्याङ भन्नु न तपाईँ, खड्याङ 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 भनिरहँ न, खड्याङ भन्नु न। कस्तो लजाको देश बनाउने कुरामा लजाएर हुन्छ पत्रकार? खड्याङ खड्याङ भन्नु न, खड्याङ 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 है। 1 करोडवटा बेलचा खड्याङ खड्याङ चलाउँदा चीनको बेजिङबाट सुनिन्छ। अनि के गर्दैछ तिनीहरूले भनेर सेटेलाइटबाट हेरोस् न, हेर्दा त राम 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 र लो अब नेपालीहरूसँग सकिँदैन रहेछ भन्नुहोस् न। त्यो दिन हामीले नबनाउने, खालि म एमाले भनेको छ, म कङ्ग्रेस भनेको छ होइन, कुटाकुट गरेको छ, झगडा गरेको छ। के पायौँ हामीले? खोइ के पायौँ त हामीले खोइ के पायौँ त हामीले? यत्रो चाहिँ अहिले भर्खरै पनि 75 भन्दा धेरै युवाको ज्यान गयो होइन। त्यो तपाईँको चाहिँ रगतको टाटा सुकेको छैन नि, के अरे तपाईँको बाटोमा सुकेको छैन त होइन है? उहाँहरूको आमा के अरे बाबा रोइराख्नु भएको छ, उहाँहरूको तपाईँको आँसु सुकेको छैन। सिंहदरबार जलेको चाहिँ कालो टाटाहरू छ होला कि छैन? छ कि छैन त्यहाँभित्र? सर्वोच्च अदालत बनाइसक्यो छैन? फेरि सोध्छु, बोल्नुहुन्न। सर्वोच्च अदालत सुन्नु न, सर्वोच्च अदालत बनाइसक्यो भनेको छैन होइन। अनि त्यत्रो गरेर के पायौँ त हामीले? केही पो भएन। बरु मिलेर काम गरेको भए
त्यसो भए सबै पार्टीलाई तपाईँको पार्टीमा समाहित गराउनुहुन्छ तपाईँले? उहाँहरू अब हाम्रो अभियानमा आफै तानिनुहुन्छ। हेर्दै मात्रै जानुहोस् न। हर्क साम्बाङ झुट बोल्दैन, झुट बोल्दैन। तपाईँमाथि सङ्घर्ष अस्तित्व त स्वीकार्दैन त सुरुमा। पहिला म एक्लै, आजभन्दा 15 वर्ष अगाडिको कुरा गरौँ, आजभन्दा 15 वर्ष अगाडि म एक्लै कुद्थेँ, त्यतिखेर कसैले पत्याउँदैन थियो। अहिले हेर्नु न है कति छन् अहिले तपाईँ? अब तपाईँ पनि मसँग चाहिँ नि होइन, एक दुई दिन बोल्दै जानुभयो भने तपाईँ मेरो फेरि तपाईँ समर्थक भइहाल्नुहुन्छ। अहिले कति छन् तपाईँको? विदेशमा रहनुहुने 1 करोड नेपाली होला होइन। 1 करोड नेपालीमा 98% मेरो समर्थक हो। किनभने विदेश गइसकेपछि मात्रै मान्छेले पसिना र श्रमको मूल्य बुझ्छ, महत्त्व बुझ्छ। यहाँ बसुन्जेल चाहिँ उसले झोला बोक्छ, के बोक्छ, कता बोक्छ होइन, अनि अलिकति बाङ्गो हुन्छ है। 3 करोड नेपालीमा 2 करोड मेरा समर्थक छन्, 1 करोड विरोधी छ है। 1/3 चाहिँ विरोधी छ। किनभने उहाँहरू तपाईँको समर्थक छन् किनभने 1 करोड नेपाली विदेशमा छ। विदेशमा हुने 98% हर्क साम्पाङको समर्थकै हो। किनभने उसले भेल्यु बुझ्यो त्यहाँ गएर श्रमको। मैले कुरा गरेको श्रमकै मात्रै छु होइन। बुझ्यो नि त, त्यहाँ बिहान गएर तपाईँको बेलुकासम्म अर्काको लात्ता खाँदै, अर्काको भनाइ खाँदै काम गर्दा त बुझेन, चेत खुल्यो नि त। 2 करोड नेपाली नेपालमा हामी छौँ। त्यसमा 1 करोड पार्टीमा लागेका छन् होइन। पार्टी भन्ने बित्तिकै चाहिँ अब यो प्रतिस्पर्धा खेल पनि हो क्या, हाम्रो विरुद्धमा सङ्ख्याको पनि हुनुहुन्छ। 1 करोड आम जनता छ, त्यो आम जनता पनि मेरै समर्थक हो, हाम्रै समर्थक हो। त्यसो भए भोट चाहिँ कतिले हुन्छ त मेयर साहब निर्वाचनमा? अब त्यो चाहिँ पछि गणना गरिसकेपछि गरौँ। तपाईँको आकलन के छ? गणना गरिसकेपछि गरौँ होइन। त्यो चाहिँ किनभने यो चाहिँ काम गर्ने कुरा हो क्या। मेयर साहब एउटा तपाईँकै शुभचिन्तकले के भन्छन् भने मेयर साहबको यो श्रम संस्कृति त एकदम ठिक छ, देशलाई त श्रम गर्न आवश्यक छ। यो कामभन्दा कुरा बढी हुने नेपाली संस्कृति बन्यो, पहिचान बन्यो, यसलाई फेर्नु पर्छ। तर मेयर साहब अलि धेरै बढी बोल्नुहुन्छ, मेयर साहबले अलि बढी लेख्नुहुन्छ, मेयर साहबले अरू थुप्रै नयाँ मान्छेलाई उहाँहरूको अस्तित्व स्वीकार्नुहुन्न, कसरी मिल्ने भनेर भन्नुहुन्छ क्या मेयर साहब। तपाईँले अब कम स्ट्याटस लेखे हुँदैन मेयर साहब? कम बोले हुँदैन मेयर साहब? कमै बोलिरहेको छु त म त, धेर कहाँ बोलेको छु? छैन नि, धेर लाग्यो र यहाँले एकदम धेरै लेख्नुहुन्छ भनेर भनेछ क्या? छैन, त्यस्तो छैन, मलाई त त्यस्तो लाग्दैन। के लेख्यो भन्ने कुरा चाहिँ हो फेरि होइन, के लेख्यो भन्ने कुरा चाहिँ हो। इम्पोर्टेन्ट कुरै लेखेको हुन्छ होला म होइन। अब तुलनात्मक हिसाबले अलि धेरै काम गर्ने मान्छे हो म होइन। कोही बोल्दै नबोल्ने, कोही एकदम धेरै बोल्ने भयो भन्नु। सुन्नु न, मेयरको पदमा रहेर कार्यालयको काम सबै मैले गरे हुन्छु होइन। त्यसमाथि मेरो विभिन्न अभियानहरू छ। श्रमको अभियान सबभन्दा ठुलो अभियान छ, सुधारको अभियान छ, चेतनाको अभियान छ होइन। तपाईँको विभिन्न तपाईँको चाहिँ नि अभियानहरू 4-5वटा अभियान सञ्चालन गर्छु। त्यही माथि अब यो के अरे पार्टी बनाउने भन्ने कुरा पनि भयो। अनि ती सबै कुराहरू मिलाएर मैले स्टेटस लेख्नु परेन। मैले स्टेटस के लेखा हुन्छु भन्दाखेरि त्यो चोकमा भेट हुने अनि त्यहाँनिर सडक सफा गर्ने है भनेर लेखा हुन्छु है। त्यो चोकमा भेट हुने, त्यहाँ लागु औषध विरुद्धको अभियान चलाउने है भनेर लेखा हुन्छु। फेरि अर्को ठाउँमा भेटेर यस्तो खालको चाहिँ अभियान गर्ने है भनेर लेखा हुन्छ। त्योभन्दा धेरै मैले के लेखाएको छु र? अर्कैको कुरा काट्नु पनि त धेरै स्ट्याटस लेख्नु हो नि त मेयर साहब। बालेनजीकै नाममा कति 100औं स्ट्याटस तपाईँले लेख्नुभयो होला? होइन, बालेन भनेर होइन, कति स्ट्याटस सुन्नु न, बालेन भनेर मैले तोकेर लेखेको कुनै स्टेटस छ? तर सङ्केत त उहाँलाई नै गर्नुभयो नि त। सङ्केत होइन, बालेन भनेर लेखेर तेरो स्टेटस लेखेको नाम उच्चारण गरेको स्टेटस छ भने देखाइदिनु। के अरे यहाँ छ भनेर स्क्रिनसट छ, हेरौँ न, यता देखाइदिनु। उहाँप्रति गर्नुभयो नि त मेयर साहब। सङ्केत त कता कता हुन्छ नि। सङ्केत त बा तपाईँतिर थियो कि बा मैतिर थियो कि होइन। कसैको नाम तोकेर मैले गाली गरेको छ र? यो चिज हो नि। तर अब नाम पनि त तोक्नु पर्ला नि त, देशद्रोहीको त नाम पनि तोक्नु पर्यो नि त मेयर साहब। त्यसो भए यस्तो छ, यदि उहाँ बालेनजी होइन भने यस्तो छ। के छ भन्दाखेरि हामीले बुझ्नुपर्ने कुराहरू धेरै हुन्छ, धेरै बुझ्नुपर्ने कुराहरू हुन्छ। हामीले बुझेका छौँ कि छैनौँ भन्ने चिज हो होइन। त्यसो भए यो सरकारले निर्वाचन गराउँछ, तपाईँहरू अब निर्वाचनमा जाने होइन त? अहिले भर्खर तपाईँले भन्नुभएको थियो यो निर्वाचनको लागि हो कि के को लागि हो यो सरकार? निर्वाचनकै लागि हो भनेपछि गराउँछ त? गराउँछ? तपाईँलाई के लाग्छ? पत्रकारको एउटा जजमेन्ट त हुन्छ। सरकारले गराउँछु भन्दैछ।
गराउँछु भन्दैछ, फेरि सरकार हो भने शङ्का गर्ने ठाउँ छ त? छैन होला। तर नहुन पनि सक्छ। वातावरण चाहिँ त्यति धेरै छैन। सुरक्षाको स्थिति कस्तो छ धरानतिर? छैन, सुरक्षा पनि त्यति राम्रो छैन। फेरि राजनीतिक दलसँग संवाद भएको छैन भन्ने कुरा छ। फेरि राजनीतिक दलले रिट हालेर यो सरकारलाई गिराउनुपर्छ भन्ने कुरा पनि भइराखेको छ। यो कुरा हेर्दाखेरि अब सम्भावना चाहिँ कमै देख्छु म पनि। त्यसमा संसद पुनर्स्थापनाको तपाईँले देख्नुहुन्न नि औचित्य होइन त? केही दलहरू त संसद पुनर्स्थापना गर्नुपर्छ भनेर लागिसक्यो नि। यस्तो छ, हामी त अग्रगामी भएर हिँड्नुपर्छ, अघिल्तिर जानुपर्छ। अब त्यो फेरि भइसकेको कुरालाई फेरि बेहोस भइसकेको मान्छेलाई पानी छम्काएर बिउजाएर के अरे हिँडाउनु भने जस्तो त होइन होला, त्यो चिज त होइन। यो घटनाक्रमहरू नै श्रमसँग जोड्छौँ नेपालीलाई, श्रमको माध्यमबाट माटोसँग जोड्छौँ। माटो नछुने मान्छे सदस्य बन्दैन हाम्रो पार्टीमा। म यहाँ जति पनि हुनुहुन्छ नि उहाँहरूलाई म तपाईँको तुरुरु पसिना चुइने गरी भारी बोकाउँछु। यो देश निर्माणको लागि, मेरो होइन, मेरो भारी होइन, कोही कसैको घरको खेताला होइन, यो तर देशको खेताला हो हामी सबैजना, होइन? त्यो बनाउँछु र यो देशको तपाईँको चाहिँ नि यति धेरै यो देशलाई माया गर्ने मान्छे चाहिँदो रहेछ कि यो देशमा, है? जसले चाहिँ भोलिको दिनमा सिंहदरबार जलाउनु खोज्दाखेरि, जलाउनुभन्दा अगाडि कसैले जला भन्दाखेरि होइन यो त मेरो देशको शिर हो यार भनेर सोचोस् न। त्यस्तो युवा बनाउनुपर्छ क्या हामीले। जलाइदे भत्काइदे भाइ डाङडा र डुङडुङ गुड भन्ने खालको हामी बनाउँदैनौँ। त्यसले गर्दाखेरि त्यसले गर्दाखेरि मैले यहाँ सबैजनालाई भन्न चाहन्छु, तपाईँहरूलाई किन छैन एन्ट्री भन्दाखेरि तपाईँ भनेको राज्यको हो, पार्टीको हुनु हुँदैन। तपाईँ सर्वसंस्कृति पार्टीको हुनुभयो भने भोलिदेखि मेरो मात्रै गुणगान गाउनु मन लाग्छ क्या तपाईँलाई, होइन? एमालेलाई नराम्रो देख्नुहुन्छ, कङ्ग्रेसलाई नराम्रो देख्नुहुन्छ। एमाले र कङ्ग्रेसले पनि राम्रो गरेको खण्डमा राम्रो भन्नु सक्नु पऱ्यो नि तपाईँले। तर तपाईँ मेरो हुनुभयो भने त तपाईँले त मेरो मात्रै राम्रो देख्ने भयो। अनि भोलि मैले देशै बेचिदिँदाखेरि पनि होइन हर्क सामलले त राम्रै गरेको हो भनेर तपाईँले फेरि वकालत गरिदिनु भयो भने त बर्बाद भयो, बिग्रेकै यही भएर हो। त्यसले गर्दा पत्रकार राज्यको हो, कर्मचारी राज्यको बन्नुपर्छ, होइन? म आफैले पनि अनुभूत गरेको छु। अब मेयर भएँ, होइन? नगरपालिकाको काम सञ्चालन गर्नुपर्ने, पार्टीले नियुक्ति गरेको कर्मचारीहरूले असहयोग गरेको अनुभूति छ क्या मसँग। उहाँहरू अरू पार्टीबाट नियुक्ति हुनुभएको, तर उहाँहरूले चाहिँ मेरो फाइलहरू ढिलाढाला गरिदिएको, त्यस्ता मान्छेहरूलाई मैले सस्पेन्डमा राखेपछि काबु त बनाएँ, तर त्यस्तो हुँदो रहेछ। त्यसो भए तपाईँहरूले पत्रकार कर्मचारी शिक्षक, है? म त भन्छु वकिलहरू पनि नबन्नुहोस् पार्टीको, न्यायाधीश त बन्ने कुरै उहाँ हुँदैन। तर यो देशमा त अहिले हेर्दाखेरि त सबै पार्टीको भन्ने सुनिन्छ, होइन? यसले गर्दा न्याय भएन, यसले गर्दाखेरि न्याय भएन क्या। सुन्नु न, त्यो छोडिदिनु कि त्यो प्राविधिक कुरा, त्यो केही ठुलो कुरो भएन, मेनमा जाऊँ न। न्याय हाम्रो देशमा किन भएन त, होइन? भन्दाखेरि सबै पार्टीको भइदियो, होइन? अनि पार्टीगत प्रतिशोध छाँदेर, होइन, कानुनहरू हुने धेरै कुराहरू छ। त्यसले गर्दा न्याय नभइसकेपछि देशमा रोजगारी नहोस्, केही पनि नहोस्, बरु खानु पनि नपाओस्, मान्छेले एक छाक मात्रै खाएर पनि बाँच्न सक्छ। तर मान्छेलाई न्याय चाहिँ चाहिँदो रहेछ। म यो कुर्सी यहाँ माथि बस्ने भने तपाईँ पनि यहाँ बस्नु पाउनुपर्छ क्या। तपाईँलाई चाहिँ मैले भुइँमा बसाउने, है? म चाहिँ कुर्सीमा बस्ने, है? अनि मैले चाहिँ जे गर्दाखेरि मलाई कानुनले छुट, तपाईँले चाहिँ सानो मिस्टेक गऱ्यो भने तपाईँलाई चाहिँ भयभरको तपाईँको खोजेर, है, तपाईँलाई चाहिँ दण्ड सजाय गराउने भन्ने खालको जुन एउटा छ नि, यसको अन्त्य गर्नुपर्छ हामीले। कति सदस्य छ तपाईँको कार्यसमिति? तपाईँ अध्यक्ष हो? त्यो प्राविधिक कुरा सुन्नु न, के भन्ने मेयर साहब तपाईँलाई? प्राविधिक कुरा हो कि पछि म भन्छु, त्यो सामान्य कुरा हो। त्यो हामी अहिले त अब मरिहत्या गर्छ नि त, मान्छेले त्यसैमै मरिहत्या गरेका छन् नि। पदभन्दा ठुलो हुन्छ देश, होइन? ल हुन्छ।